आज चाहिँ म त्यो टेनिस टेबल बल हुन्छ नि जुन येल्लो कलरको त्यो बल चाहिँ म किन्न जाँदैछु किनभने चाहिँ हाम्रो जुन अनलाइन फर्निचर हब इटरी शाखामा चाहिँ हामीले गेम खेलाउन लागेको छ भने चाहिँ कुनै कस्टमर आएर बेडहरू सोफाहरू लानुभयो भने चाहिँ उहाँले थुतेर त्यसबाट पैसाहरू पाउन सक्नुहुन्छ जस्तै 500 1000 2000 मैले त्यो बलमा चाहिँ मार्करले 2000 500 200 1000 चाहिँ लेख्छु अनि उहाँले छुट्नुहुन्छ के पाम हुन्छ त्यो चाहिँ पाउन सक्नुहुन्छ त्यसको लागि चाहिँ म बलहरू किन्न जाँदैछु अब दिदी त्यो टेनिस टेबल बल छ रातोमा त छैन सादामा दिनु त दुईटा कति पर्छ एउटालाई 15 रुपियाँ यस्तो सादामा सादामा छैन लाइन बलैमा मलाई यो 25वटा दिनु न कतिवटा 25वटा 50वटा 25 हजुर यो त उब्रिँदैन नि त कुन त उब्रिँदैन उब्रिँदैन पनि हुन्छ टेनिस टेबल बल यही हो है एउटाको चाहिँ 25 रुपियाँ 25 रे 15 रुपियाँ पर्छ 25वटा राखिदिनु ल यो बाक्लो कभरवालालाई चाहिँ कति पर्छ त्यो भाइ जस्तोलाई एउटा 25वटा रहेछ 100 मार्क नि एउटा दिनमा पर्मानेन्ट पर्मानेन्ट दिनु नहीं कति यसको चाहिँ हजुर टोटल कति भयो नहीं 725 दिन कितना क्लास में चल रहा 25वटा टेनिस टेबल र एउटा मार्कर चाहिँ लिइसकेँ अब चाहिँ म एउटा बट्टा लिन जान पर्यो हुन्छ यसको लागि ल त्यो साथीहरू मैले किनिसकेँ अब म मार्कर यसको लागि बट्टा लिन जान पर्यो हुन्छ कहाँ पाउँछु होला आन्टी त्यो एउटा खाली बट्टा पाउँछ त्यस्तो आइसक्रिमहरूको हुन्छ नि छ ऊ छ नि ऊ त्यो तपाईँको त्यो छ नि ऊ त्यहाँ त्यो मुनिमा छ नि त्यो ग्रिन कलरको बिग्रो भएको हो त्यस्तो खालकोमा छ चक्लेटवाला मात्र छ त्यस्तोलाई छैन यो राख्ने यो राख्नु हो मलाई चाहिँ मलाई त छैन त चक्लेटवाला मात्रै छ चक्लेटवाला कस्तोमा यस्तैमा हो कि अरूमा यस्तोमा छैन है त्यो छैन म मात्रै यो सेन्टर स्कुलको खाली छ त्यो ए कता होला त अलिक किराना पसल अलिक ठुलो त्यो होइन ठुलो छ यता जानु त्यो भाडा पसल छ ठेला छ न त्यही ठाउँमा भाडा पसल उता अपोजिट हजुर पारी पारी हजुर त्यो ठेला छ यत्र भित्र हस् हस् अङ्कल त्यो प्लास्टिकको डिब्बावाला भाडा छ हो यस्तोमा के यस्तोमा यस्तोमा अलिक सानो होला छ यस्तो यस्तो भाडा अलिक सानो होला छ सानो साइजको दिनु न मलाई देखाउनु त
छैन यो हुन्छ कति यसको हजुर 375 चाडा हुन्छ महँगो भयो एउटा मात्र चाहिएको मलाई एउटा मात्रै पाइँदैन एउटा मात्र दिनु न मलाई एउटा मात्र आउँदैन किन एउटा खोल्न मिल्दैन एउटा खोल्न यो सेटै लान्छन् हजुर मलाई चाहिँ एउटा मात्र दिनु न अङ्कल है एउटा मात्र दिनु न मलाई एउटा मात्र चाहिएको छ क्या म खासै युज गर्ने मान्छे नै यो मलाई यही बलहरू राख्नलाई हो बल के राख्नुलाई यही बलहरू राख्नलाई हो यो माथिको दिनु न माथि लिनु मुनि ऊ यो ठुलो चाहिँ होला कति अब यसलाई कति पर्यो $250 250 अलि मिलाइदिनु अङ्कल मिल्दैन होला यो त 270 270 अलि मिलाउनु न 250 होला 250मा त्यहाँभन्दा मिल्दैन अङ्कल 40 240 ल है त म 240 नै मैले उल्याउनु पर्ने स्ट्यान्ड ल्याउनु पर्ने चालिस चाहिँ यहाँ छ मसँग के को लागि बाबु यो हजुर के को लागि हाम्रो यो फर्निचर पसल छ त्यसको लागि हामीले चाहिँ अलि गेमहरू खेलाउँछौँ कि त्यसकै लागि हो यो भयो टोटल भयो फाइनली मैले चाहिँ सामान किनिसकेँ अब चाहिँ म सोरुम जान्छु र यसलाई म सेट गरेर फेरि म देखाउने छु है त हजुरहरूलाई म चाहिँ पसल आइपुगिसकेँ होइन मैले यो चाहिँ ल्याइसकेको छु टोटल गरेर त्यो 425 र यो 240 लगभग 600 कति जति चाहिँ पैसा लाग्यो यो किन्नलाई अब यसमा चाहिँ मैले मार्करले लेखेर चाहिँ त्यो प्राइसहरू पैसाहरू लेखेर चाहिँ राख्नेछु र जो कस्टमरले चाहिँ हाम्रो अनलाइन फर्निचरबाट चाहिँ सोफा बेड दराजहरू किन्नुहुन्छ उहाँले चाहिँ एउटा बक्स थुक्नुहुन्छ उहाँले अब उहाँको लक के छ 200 1000 2000 500 कति पाउनु सक्नुहुन्छ पाउनुहुन्छ त हामीले चाहिँ क्यास दिएर हामीले भिडियो सहित बनाएर हाल्नेछौँ अब यस्तो ब्लगहरू आइरहेको छ हेरिराख्नु होला अहिलेको लागि चाहिँ बाइ